नमस्ते सबैजनालाई। होप एभ्रिवान इज डुइङ वेल। तपाईँहरूलाई मेरो युट्युब च्यानल अमृत मिड लाइफमा म स्वागत गर्न चाहदछु। यो भिडियो खासमा मलाई चाहिँ एकदम पहिला नै बनाउनु पर्ने हो, तर चाहिँ मेरो इक्जाम्सहरू भएर र केही प्राविधिक टेक्निकल इरर्स, किनभने लाइफमा धेरै केही हुन्छ, त्यसको कारणले मैले यो भिडियो बनाउन पाएको थिएन। होप अब त मेबी फर दिस ब्याच जो चाहिँ अब आउन लागेको छ, अब लगभग बुझौँ कि कुर्बानीतिर त जुन बकरिद भनिन्छ त्यतितिर त अब नयाँ एडमिसन लिस्टहरू आइसकेको हुन्छ। नट दिस भिडियो इज नट जस्ट ओन्ली फर लाइक स्कलरसिप स्टुडेन्ट्स, दिस इज बेसिकली फर बोथ स्टुडेन्ट्स। यो भिडियोबाट चाहिँ सबै विद्यार्थीहरूले जो चाहिँ बङ्गलादेश आउन चाहँदै हुनुहुन्छ उनीहरू सबैले चाहिँ योबाट केही इन्फर्मेसन अवश्य नै प्राप्त गर्नुहुनेछ। होप कि अहिले पनि अब तपाईँहरू आउन लाग्नुभएछ, त्यही पनि अब मिनिमम पनि चाहिँ 1-2 हप्ता चाहिँ अहिले पनि बाँकी छ। सो यो भिडियो खास के म भन्न गइरहेछु कि हाउ टु युटिलाइज द टाइम, जुन टाइम चाहिँ ग्याप, जुन यति लामो ग्याप हुन्छ नि हाम्रो, जुन चाहिँ अब कमन इन्ट्रान्स इक्जामको रिजल्ट आइसकेपछि र त्यसपछि यहाँ बङ्गलादेशमा जुन सेसन स्टार्ट हुन्छ, यो दुवैको बिचमा कति ग्याप हुन्छ, अब त्यो ग्यापलाई हामीले कसरी युटिलाइज गर्ने। किनभने अब मेरो भाइ नै भर्खर अब धुलीखेलमा एडमिसन लिएको हो, उनीहरूको अब फर्स्ट पेपर जुन चाहिँ जेनरल कुराहरू पढाइ हुने जुन फर्स्ट पेपर हुन्छ फर्स्ट इयरको, उनीहरूको त्यो पनि 3 महिना पढाइ भएर त्यो पनि सिधेर प्लस 25 दिनको छुट्टी भएर प्लस फेरि चाहिँ धुलीखेल फर्केर त्यही पनि तपाईहरूको चाहिँ अहिलेसम्म चाहिँ सेसन बङ्गलादेशमा स्टार्ट भएको छैन। सो जुन चाहिँ यो 6 मन्थ्स ग्याप छ त्यो चाहिँ अब स्टुडेन्ट बसिराख्नेलाई धेरै नै झ्याउ लाग्ने गर्छ के। झ्याउ इन द सेन्स कि तपाईँ अब घरमा मोस्ट प्रोबेबली तपाईँ सबैजना घरमै बस्नुहुन्छ होला, किनभने अब काठमाडौँमा किनभने एभ्रिथिङ इज डन। अब काठमाडौँमा जसको घर होला, जो चाहिँ भ्यालीमा होला, जसको छैन भने उनीहरू आफ्नो घर फर्किनै सकेको होला। सो एज उता चाहिँ घरमा बस्दाखेरि अब दिनभरि चाहिँ मोबाइल चलाउँदाखेरि गार्जियनले पनि प्यारेन्ट्सले पनि अब भनिराख्छन् कि कति मोबाइल हेरेको, आँखा खराब होला, यो होला त्यो होला भनेर। सो अब यो टाइमलाई चाहिँ यो जुन 6 मन्थ्स टाइम अब जुन ग्याप छ, यो टाइमको युटिलाइजेसन कसरी गर्ने भनेर। सो यो टाइमको युटिलाइजेसन इट बेसिकली डिपेन्ड्स अपन योर हबी एज वेल। तपाईँको इफ हबी राम्रो छ, केही चिज अब कसैको यहाँ नै हेरिरहेको हुन्छ, कसैको मेरो जुनियर्सहरूको नै हेरिरहेको हुन्छु, कसैको सिङ्गिङ हबी छ, कसैको चाहिँ नोभल्स बुक्सहरू पढ्ने हबी छ। सो इट्स नट अ ब्याड थिङ टु डु, योहरू पनि चाहिँ हबीहरू राम्रो छ। तर इन द सेन्स अब स्टडी रिलेटेड अब यो 6 मन्थ्समा के गर्न सकिन्छ भन्दाखेरि यो म तपाईँहरूलाई भन्न गइरहेको छु। अब योमा 2वटा कुरा आउँछ। तपाईँहरू अब के भन्छ स्टडी रिलेटेड नै पढ्न चाहनुहुन्छ भने द्याट्स अल्सो गुड, तर अब त्यति हेक्टिक त्यो भएको हुन्छ कि कमन इन्ट्रान्स इक्जाममा इन्ट्रान्स फेज त थाहा नै छ कि कति गाह्रो छ भनेर। सो चाहिँ अब पढेकै थिएँ, फेरि चाहिँ पढ्नुपर्छ, अब फेरि चाहिँ यो ग्याप पछि जुन एडमिसन हुन्छ बङ्गलादेश आउनुपर्छ, अब त्यो बिचमा पनि बिचमा नभनौँ, अब त्यसपछि चाहिँ जुन एमबिबिएस जर्नी स्टार्ट हुन्छ त्यो त कति गाह्रो छ सबैले थाहा नै होला। एमबिबिएस जर्नी सो टफ भनेर। सो अब यो 6 मन्थ्सलाई चाहिँ अब त्यति प्रेसराइज नगरेर अब अलिअलि पढ्न त पाइन्छ, जस्तो अब एनाटोमी भइहाल्यो, फिजियोलोजी भइहाल्यो, बायोकेमिस्ट्री भइहाल्यो, जुन चाहिँ लगभग पिडिएफहरू त पाइन्छ नै पाइन्छ। सो अब कसैले चाहिँ अब सिनियर्सहरूलाई एप्रोच गरेको छ, जुन कलेजमा एडमिसन भइरहेछ त्यो सिनियर्सहरूलाई एप्रोच गरेको छ। सो उनीहरूले त अवश्य नै चाहिँ केही न केही भनिदिएको हुन्छ कि हो यसो यसो छ यो भनौँ। सो त्यति चाहिँ स्टडी फोकस नभएर मतलब म मेन यो भन्न चाहन्छु कि तपाईँहरूले यो बिचमा बङ्गाली ल्याङ्ग्वेज चाहिँ अवश्य नै युट्युब च्यानलबाट चाहिँ सिक्नु होला। यो म किन भनिरहेछु भन्दाखेरि जब हामीहरू फर्स्टचोटि यहाँ आउँदाखेरि हामीहरूलाई केही थाहा थिएन, जस्तो मैले युट्युब भिडियोजहरू पनि हेरेको थिएन,
मेबी कसैले अब मलाई रेफर पनि गरेको थिएन, मैले पनि चाहिँ सिनियर्सहरूलाई त्यति एप्रोच गरेको थिएन, प्लस युट्युब पनि हेरेको थिएन। सो मलाई त्यति आइडिया थिएन के कस्तो छ भनेर। अब चाहिँ तर समस्या के हुन्छ भने ल्याङ्ग्वेज ब्यारियर के नेपालमा हुन्छ। नेपालमा चाहिँ अब केही गर्यो भने नेपाली ल्याङ्ग्वेज तपाईँहरूले त्यहाँ पढ्न सक्नुहुन्छ। सो इट्स इजी। इङ्ग्लिस ल्याङ्ग्वेजमा पढाइ भयो भने तपाईँहरूलाई त्यो पनि इजी नै हुन्छ भने इङ्ग्लिस अब त हामी सबैको बुझेकै हो। तर यहाँ चाहिँ सबै थोक चाहिँ पढाइ हुने भनेको चाहिँ बङ्गाली ल्याङ्ग्वेजमै हुन्छ। अब यो ल्याङ्ग्वेज ब्यारियरलाई कसरी कभर अप गर्ने? सो अहिले जुन चाहिँ तपाईँहरूको फ्री टाइम छ, जुन तपाईँहरू फ्री टाइममा बस्नुभएछ, त्यति टाइममा चाहिँ तपाईँहरूले एटलिस्ट बङ्गाली ल्याङ्ग्वेज लेखेको प्लस केलाई के भनिन्छ टिपिकल वर्ड्सहरू यिनीहरू सिक्दाखेरि तपाईँहरूलाई चाहिँ लेक्चर बुझ्न, त्यसपछि यहाँसित मतलब मान्छेहरूसित इन्ट्रेक्सन गर्न तपाईँहरूलाई चाहिँ एकदम सजिलो हुन्छ। त्यो हुँदाखेरि तपाईँलाई अब लेक्चर बुझ्यो भने यु क्यान पे एटेन्सन टुवार्ड्स द लेक्चर टिचर्स। सो तपाईँहरूले त्यो यो चाहिँ बङ्गाली ल्याङ्ग्वेज सिक्नुभयो भने यु क्यान लगभग तपाईँहरूले धेरै कुरा मतलब सिक्न सक्नुहुन्छ के। त्यति हामीहरूलाई चाहिँ सिक्नको लागि अब 6 मन्थ्स जति टाइम लागेको थियो के। अब त्यो 6 मन्थ्स चाहिँ नलागोस्, त्यति टाइममा त्योभन्दा अगाडि नै बुझ्न थालोस् भनेर इफ तपाईँहरू त्यति मोटिभेटेड अथवा त्यो हुनुहुन्छ भने तपाईँहरू चाहिँ बङ्गाली ल्याङ्ग्वेज सिक्न सक्नुहुन्छ। प्लस म भन्छु कि दिस इज द बेस्ट टाइम टु रोम अराउन्ड के। मान्छेलाई जीवनमा चाहिँ सबै कुरा गर्नुपर्छ। अब चाहिँ तपाईँहरू मात्र पढाइ गरेर चाहिँ बस्नुभयो भने पढ्नु त छँदैछ, यस वी अल नो द्याट पढ्नु छ। सो तपाईँहरू यहाँ आएर पनि अवश्य पढ्नु नै हुन्छ र यहाँको बङ्गाली करिकुलम, बङ्गलादेशको मेडिकलको करिकुलम कति गाह्रो छ भने तपाईँहरू यहाँ आइसकेपछि थाहा होला नै। प्लस मैले योमा पनि भिडियो बनाइ नै सकेको छु। सो तपाईँहरूले त्यति टेन्सन नलिकन प्लस बङ्गाली ल्याङ्ग्वेज सिकेर प्लस फ्यामिली टाइम स्पेन्ड गरेर प्लस चाहिँ तपाईँहरू अब यताउता कतै घुम्न जानुपर्ने छ भने त्यो सबै गरेर आउँदाखेरि आई थिङ्क दिस इज द बेस्ट वे टु युटिलाइज योर टाइम। जुन यो 6 मन्थ्सको ग्याप छ, सो तपाईँहरू यसरी युटिलाइज गर्न सक्नुहुनेछ। र यति भन्दै आजको भिडियो यहीँ म सकाउन लागेँ। प्लस म एउटा अझै इन्फो यो दिन चाहन्छु कि तपाईँहरूलाई इफ केही हेल्प अथवा केही टपिकमा चाहिँ इन्फर्मेसन चाहियो, दाइ यो टपिकमा भिडियो बनाइदिनु, त्यो इफ तपाईँहरू त्यस्तो छ भने मनमा तपाईँहरूले यो भिडियोमा कमेन्ट गर्न सक्नुहुनेछ र यो भिडियोमा कमेन्ट गरेर म त्यो कमेन्टहरू रिच आउट गर्छु नै। प्लस मैले आफ्नो फेसबुक प्रोफाइलको लिङ्क अनि वाट्सएपको लिङ्क जुन चाहिँ तपाईँहरूले डाइरेक्ट वाट्सएपमा पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ। अनि एज आई थिङ्क मैले आजसम्म सबैको रिप्लाई दिएकै छु। सो तपाईँहरूले इफ रिच आउट गर्नुभयो भने केही त्यस्तो समस्या परेकोमा आई क्यान हेल्प यु। हस्, धन्यवाद, थ्याङ्क यू।